ल गुड मर्निङ नमस्कार सबैजनालाई नमस्कार छ। ल आज म गाउँतिर आएको यतातिर माझु भन्छन् पार्कमा। यसमा पार्क निर्माण कसरी भयो, कसले के गर्यो भन्ने म केही छोटकरीमा जानकारी गराउन चाहन्छु। ल हाम्रो सुन्दर माझु हिले गाउँ हो यो। त्यो मना तल सीमा मुला अनि मुला गाउँ अनि चण्डीथान यो गाउँ सबै लुकेको छ। भोलि म गाउँतिर गएर त्यताको भिडियोहरू पनि तपाईँहरूलाई देखाइदिनेछु। यसरी चाहिँ नि हाम्रो माझु भन्ज्याङ पार्क कसरी निर्माण भयो, कसले परिकल्पना गरेको हो भन्ने कुरामा म छोटकरीमा जानकारी गराउन चाहन्छु। यो पानीको योजना चाहिँ नि यो माझु भन्ज्याङ पार्कलाई आदरणीय दाई अमेरिका स्याङ्जा समाजको प्रमुख संरक्षक आजीवन उहाँले चाहिँ नि जलस्रोत मन्त्री सरस्वती अर्याल मार्फत 5 लाख रुपियाँ निकासन गरेर यो माझु भन्ज्याङ पार्कलाई र इको भिलेजलाई व्यवस्था गरिदिएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ आदरणीय दाई श्यामकाजी गुरुङज्यूलाई। अनि यसरी गएपछि यो चाहिँ नि परिकल्पनाकार पार्कको प्रोफेसर डाक्टर नरकाजी गुरुङज्यू र सपरिवार सम्पूर्ण छोराछोरी सिर्जना छोरी अनि अरविन्द छोरा अनि उहाँहरूको फ्यामिली अल फ्यामिलीले यहाँ धेरै सहयोग गरेको छ। र यसको परिकल्पनाकार प्रोफेसर डाक्टर नरकाजी गुरुङ अनि यसो बजेट चाहिँ नि को माध्यम बनाइदिने हुने आदरणीय कुलपति प्रोफेसर डाक्टर गणेशमान गुरुङज्यू आदरणीय काका र गाउँपालिका र पर्यटक बोर्डको संयुक्त लगानीमा यो माझु भन्ज्याङ पार्क बनेको हो। र अहिले यति राम्रो भएको छ यहाँ र सम्पूर्ण माझुवासीलाई एकदम खुसीको कुरो हो यो। गाउँको लागि उहाँहरूले ठुलो योगदान गर्नुभएको छ र गाउँपालिका र पर्यटक बोर्डको संयुक्त लगानीमा यो भएको र यहाँ त्यतिखेर पर्यटक बोर्डको सिओ डाक्टर धनञ्जय रेग्मी र आदरणीय काका प्रोफेसर गणेशमान गुरुङज्यूको पहलमा यो चाहिँ नि माझु भन्ज्याङ पार्कमा 25 लाख 12.5 गाउँपालिका 12.5 पर्यटक बोर्ड र त्यतिखेर गाउँपालिकाको अध्यक्ष सुधीर कुमार पौडेल उहाँले निर्देशन गरिदिएको गाउँपालिकाबाट र सम्पूर्ण गाउँपालिकाको कर्मचारी हाकिम र पर्यटक बोर्डको कर्मचारी हाकिम उहाँहरूले यो माझु भन्ज्याङ पार्कलाई संयुक्त लगानी सरकारीको भएको छ। र यो पार्कको नजिकै यो सुन्दर गेट चाहिँ नि परिकल्पनाकार पनि आदरणीय दाई प्रोफेसर डाक्टर नरकाजी गुरुङ र परिकल्पनाकार उहाँै हुनुहुन्छ र उहाँकै पहलमा यो हाम्रो फुपू चेला मामा चेला र त्यो मध्ये फुपू चेला वरिष्ठ समाजसेवी जुमबहादुर गुरुङ र उन्नदेवी गुरुङ र वरिष्ठ समाजसेवी क्याप्टेन रामकाजी गुरुङ र रत्नकुमारी गुरुङ र वरिष्ठ समाजसेवी क्याप्टेन प्रेमबहादुर गुरुङ र रत्नकुमारी गुरुङ र सम्पूर्ण फुपू चेला मामा चेला लगायत यो पार्क यो गेट हामीले निर्माण गरेको हो। र यो गेट चाहिँ उद्घाटन चाहिँ नि आदरणीय दाई वरिष्ठ समाजसेवी जुमबहादुर गुरुङ र क्याप्टेन रामकाजी गुरुङ र क्याप्टेन प्रेमकाजी गुरुङ सपरिवारले उद्घाटन गरेको हो। एकदम राम्रो छ गेट, हेर्नुहोस् यो गेट र शिलान्यास चाहिँ नि प्रोफेसर डाक्टर गणेशमान गुरुङजीले गर्नुभएको यो
राम्रो छ, ब्युटिफुल छ र आदरणीय दाइको यहाँ यसरी शिलामा नाम राखिएको छ र यो गाउँलाई चिनाउनको लागि उहाँहरूले धेरै पहल गर्नुभएको छ। उहाँहरूलाई माझु भन्ज्याङ यो क्लबको तर्फबाट र संयुक्त माझु नासोको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र माझुवासी अत्यन्त खुसी छ। यो सुन्दर गेट सबै आज घुम्नको लागि यस्तो छ। हेर्नुहोस् कहाँबाट आउनुभएको तपाईँहरू? ए ल ल सिलगढी गएर आउनुभएको? ए कस्तो लाग्यो तपाईँहरूलाई? यो माझु भन्ज्याङ पार्क कस्तो लाग्यो? हो सर र होइन फोटो खिच्नु न राम्रोसँग फोटो। ल टिकटक बनाउनु राम्रो छ। तपाईँहरू आइदिनु भयो, धेरै धेरै खुसी छ। हो त नि ल यस्तो छ। यसरी चाहिँ नि पार चाहिँ नि यस्तो छ है। यतातिर ल कान्छ के छ केही भनौँ? केही छ एकदम। अब 2082लाई समापन गर्दै अब नयाँ वर्ष 2083 को आगमन एकदम सुखद र सुखमय रहोस् सबैको भन्ने शुभकामना दिन पनि चाहन्छु। म यो माझु भन्ज्याङमा रहँदै गर्दा हजुर सम्पूर्ण के छ अहिले कस्टमरहरू राम्रो आछ? सम्पूर्ण इष्टमित्रजनहरूलाई एकदम नयाँ वर्ष 2083 को उत्तर प्रगति सहितको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। ल ल ल ठिक छ। ल यस्तो छ यो पार्कमा, यतातिर पनि यस्तो छ। ल हेर्नुहोस् यस्तो बनेछ इको भिलेज। यसरी यस्तो बनेको छ। ल सम्पूर्णलाई नमस्कार छ। यस्तो छ। तपाईँहरू खाना र बस्नको लागि 30-40 जनाको व्यवस्था छ यहाँ इको भिलेजमा। यहाँ मैले केही दृश्यहरू तपाईँहरूलाई देखाइराखेको छु। तपाईँले राम्रो ध्यान दिएर हेरिदिनु होला। यस्तो ब्युटिफुल छ यो ठाउँ। सबैजना आइदिनु होला। यो चाहिँ नि यसरी हेर्नुहोस् यस्तो छ। मैले जे देखेको छ त्यो तपाईँहरूलाई सम्पूर्ण स्पष्टीकरण दिँदै र यहाँको केही राम्रो कुराहरू यस्तो राम्रो बन्दैछ। यहाँबाट झन् एकदम राम्रो बन्दैछ। सुन्दर माझु भन्ज्याङ पार्क। ल हेर्नुहोस् मान्छेहरू आएर यसरी गरेको छ। ल हेर्नुहोस् यस्तो छ। अहिले बादल लगाएर हो, हिमाल खुलेको छैन। यस्तो छ। ल ल नमस्कार सबैजनालाई। तपाईँहरू जहाँ भए पनि एकचोटि माझु भन्ज्याङ पार्क र माझु भन्ज्याङ इको भिलेजमा आइदिनु होला। ल नमस्कार। जय माझु भन्ज्याङ युवा क्लब, जय माझु यही माझु नास, जय माझुवासी, जय बुद्ध। ल नमस्कार हजुर। ल नमस्कार।